हेलो गाइस, सम्पूर्ण गाइजहरूलाई स्वागत छ फेरि हाम्रो नयाँ ब्लगमा। अब साथीहरू के गर्ने होला त साथीहरू, अब बनाउनलाई पनि कन्टेन्ट छैन। हेर केटी भएको भए पो गरेर बनाउनु, कन्टेन्ट निकाल्नु। अब यस्तो गरेर कन्टेन्ट निकाल्नु केटा हो। अब केटा मान्छेले होइन कन्टेन्ट निकाल्नलाई कन्टेन्ट पनि के छैन हेर होइन। कन्टेन्ट चाहिँ खोज्दैछु, सबैले हग्ने मुद्नेदेखि सबै कन्टेन्ट बनाइसक्यो। अब मैले चाहिँ के कन्टेन्ट बनाउनु पर्छ भनेर सोच्दैछ होइन। आज मैले बौद्ध गएर पनि यसो मागेँ, मैले कस्तो कन्टेन्ट बनाउनु भने, कन्टेन्ट कसरी बनाउनु भने। यो कन्टेन्ट भेट्दै भेटेन क्या यो कन्टेन्ट। अब अरूको जस्तो कन्टेन्ट अब डेली ब्लग हाल्यो भने डेली ब्लग कन्टेन्टहरू पनि छँदैछ, टन्नै छ मान्छेहरू। अब यहाँ छुट्टै कन्टेन्ट कसरी बनाउने भनेर सोच्दैछु। यहाँ शान्त ठाउँमा आएर सोच्दैछु कि यस्तो ढल्केर मस्त ढल्केर होइन, आकाश हेर्दै पताल हेर्दै। अनि त्यसपछि अब के गर्नु त, अब खोलामा गएर हाम फालौँ के पनि फरक पर्दैन। खोलामा गएर हाम फालौँ भने पनि नहुने। अनि म चाहिँ मेरो खबल चाहिँ अलिक केटाहरू अलि लामो हुँदैछ, पछि अलिकति राम्रो देखिन्छ है, पछि देखिन्छ होला। पानी चाहिँ धोबी पानी चाहिँ एकदम फोहोर। जिन्दगीभर सफा गरे नि हामीले कहिले सफा नहुने हो यसरी। यो चाहिँ हाम्रो जम्बू डाँडाको खोला हो यो चाहिँ। अनि त्यसपछि खोलाको छेउमा चाहिँ म बस्दैछु, बस्ने कार्यक्रममा। अनि मैले यसो खोलाको नजर हेर्दाखेरि मलाई घिन लाग्यो नि के गर्नु, बस्नु पऱ्यो यहाँ। अब सबले वातावरण राम्रो छ भनेर चाहिँ सबजना बसिरहेको हुन्छ। उतातिर पनि मान्छे आएर बसिरहेछ, यता पनि मान्छे आएर बसिरहेछ। अनि के कमी छ त, म पनि बस्दिनँ भनेर बस्न आएको। अब कन्टेन्ट खोजेर मेरो दिमाग खाइसक्यो। अब केटाहरूलाई अब यसो भिडियो त हाल्छु भनेर चाहिँ भन्यो भिडियोमा। अब कन्टेन्ट नै छैन, के गर्ने तनाव भएर नि यता आएर चाहिँ खोलाको यसो नाली है पुरा हगेको मुदेको सब हेर्दै बस्दै एक्लै होइन। अब यसो पछाडितिर मान्छेहरू भएको भए त मेरो पनि भाइरल हुन्थ्यो होला। अब पछाडि मान्छे नि छैन, अगाडि मात्रै मान्छे। त्यो अगाडि मान्छेले नि यो पागल भएर सिक्या हो भनेर सोध्छ होला। एक्लै बोल्दैछ मोबाइल फर्छरा भनेर होइन। अनि त्यो केटाहरू कन्टेन्ट मैले केही पनि भेटेन। अब यसो कन्टेन्ट बनाउनको लागि चाहिँ, कन्टेन्ट गर्नको लागि, कन्टेन्ट खोज्नको लागि चाहिँ अनि हजुरहरूको साइड चाहियो क्या मलाई। यसो कमेन्ट यसो हानिदिनु पऱ्यो केटा हो। अनि यस्तो गर, यसरी हुन्छ, यस्तो गरौँ भनेर चाहिँ अगाडि बढ्नको लागि चाहिँ आफूहरूले नै गर्नुपर्ने भयो क्या यहाँ चाहिँ होइन। अनि त्यही हो, आज लास्ट राम्रो घाम लागेर चाहिँ एक्लै बसिरहेको छु। अब मान्छेहरू भएको भए पो यसो मजा आउँछ है, मान्छेहरू पनि छैन, एक्लै बसिरहेको छु। झ्याउ लाग्यो, अब कामसाम पनि गर्दैन, यसो अल्छी लाग्यो नि। एकछिन यसो भ्लग बनाइदिनु न त भनेर टक्क बसिरहेको छु। अब काम त केही पनि छैन भन्दा नि, आफ्नो काम त सकिसक्यो। त्यही भएर काम सकेर चाहिँ आएर यसो टक्क भ्लग बनाउँदैछु भनेर मात्रै हो। त्यो अब त के भने केटा, यसो घाम लागेर चाहिँ मस्त मेरो थोप्रा चाहिँ अलिकति पहिलाभन्दा कस्तो नराम्रो भएछ क्या है। कपाल पालेर के हो यार, कपाल काटिदिनु पर्ला जस्तो। कपाल काट्यो भने चाहिँ सही हुन्छ जस्तो लाग्छ, तर जस पाल्नलाई मलाई एकचोटि पालेर हेर्नु मन छ, त्यही भएर पाल्न लाग्यो केटा हो होइन। त्यही हो केटाहरू, मैले भन्न खोजेको चाहिँ त्यही हो। मलाई कन्टेन्ट चाहियो, कन्टेन्टको लागि चाहिँ कमेन्ट यसो हानिदिनु पऱ्यो क्या। कन्टेन्ट भेटेन क्या मैले। अब केटीहरू हो भन्यो भने चाहिँ आफूले कन्टेन्ट भेट्छन्। केटीले त जस्तो गरे पनि चलिहाल्छ फेरि होइन, केटी मान्छे त त्यही हो। केटाले चाहिँ यति मेहनत गर्नुपर्छ, हगेर देखाए पनि केटा मान्छेको चाहिँ चल्दैन क्या यस्तो अलिकति होइन। कन्टेन्ट चाहिँ त्यो हो। हामीले पोल्यार लास्टै। अनि त्यही हो, मैले भन्न आएको चाहिँ त्यति नै हो होइन। अरू आजको लागि केही पनि छैन खासै। अब यसो ट्राभल गरेर देखाउँ भने पनि भ्याउँदैन। अब दिनभरिको कन्टेन्ट देखाउँ भने त्यो कन्टेन्टै भरिभरि
टिकटकभरि इन्स्टाग्रामभरि युट्युबभरि छ। अब यसो नयाँ कन्टेन्ट चाहिँ के भेट्दो रहेछ भन्ने कुरा चाहिँ खोजी नीति चाहिँ गर्नु पऱ्यो कि यार यहाँ होइन होइन। तर यो मिसिन गराएर मेरो कुरा राम्ररी सुनेको छैन होला गाइज होइन, त्यही हो। अहिले एकछिनपछि अब अलि अगाडि गएर बोल्छु कि म ल।